नमस्कार। पत्रकार महासंघ युकेले हरेक महिना सञ्चालन गर्ने एफएनजे संवादको नयाँ श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत छ। म बिमला। दर्शकबिन, आजको श्रृङ्खलामा हामीसँग हुनुहुन्छ विश्वकै प्रतिष्ठित अनि भर्खरै सम्पन्न लन्डन म्याराथनमा नयाँ कीर्तिमान कायम गर्न सफल नेपाली धाविका सन्तोषी श्रेष्ठ। उहाँले 2 घण्टा 42 मिनट 50 सेकेन्डमा निर्धारित दूरी पार गरी कीर्तिमान कायम गर्नुभएको हो। उहाँ विशेष गरी नेपाल रन युके को पहलमा बेलायत आउनु भएको छ। आज हामी उहाँको खेलकुद जीवन र बेलायत भ्रमणको सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ, अर्थात् संवाद गर्नेछौँ। सन्तोषीजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। नमस्ते। धेरै धन्यवाद। कहिले आउनु भएको युके चाहिँ? म 17 मेमा। 17 मेमा तपाईको पहिलो भिजिट है युके? हजुर। कस्तो लाग्यो त? एकदम रमाइलो। अलि उत्सुक पनि थिए आउनुभन्दा अगाडि। अलि धेरै प्रेसर पनि थियो, चिन्ता पनि थियो, डर पनि थियो, सबै कुरा थियो। तर सकिसकेपछि झनै रमाइलो लाग्यो। सन्तुष्ट भएँ भनौँ न। जस्तो तपाईले गत वर्ष अब बङ्गलादेशको ढाकामा आयोजित म्याराथनमा पनि तपाईले तब राष्ट्रिय कीर्तिमान सहित स्वर्ण पदक पनि जित्नुभयो। अनि त्यही साल होला हैन, तपाईले पेरिसको म्याराथनमा पनि भाग लिनुभयो लास्ट इयर नै, ओलम्पिकमा हैन। त्यो सबै गर्दै गर्दा यो लन्डन म्याराथनमा आइपुग्नु भयो हैन। के फरक पाउनु भयो विशेष गरी बङ्गलादेश, पेरिस र युके हुँदै आउँदा? मैले सबै रेसहरू फरक हुन्छ हैन, झन् त्यो ठाउँ अनुसारको रेसहरू त सबैमा फरक हुन्छ। म मिडल डिस्टेन्स हुँदै लङ डिस्टेन्स रन गरिरहेको, हाफ म्याराथन भन्दा माथि नकुदेको। तर सन् 2024 बङ्गलादेशबाट सुरु गर्ने मैले म्याराथनको यो यात्रा। सँगै म मिडल र लङ पनि गर्छु बिचमा, तर म्याराथनमा बढी फोकस हुने क्रममा यो मेरो तेस्रो म्याराथन, मेरो जिन्दगीकै तेस्रो म्याराथन। धेरै गेमहरू खेलियो हैन। इन्टरनेसनल गोल्ड मेडल, नेपालको पहिलो महिला एथलेटिक्समा चाहिँ गोल्डन गर्ल भनेर पनि तपाईलाई चिनिन्छ हैन। त्यसपछि जितेको भयो, गोल्डन गर्ल भन्यो। साउथ एसियन गेममा त्यो गोल्ड मेडल, घरेलु गेमहरूमा नेसनल इन्टरनेसनल गेमहरू खेल्दै गयो, मेडल जित्यो। कतिमा गाह्रो भयो, कतिमा रमाइलो भयो। त्यो सबै आफैमा विशेष र फरक छ। र म्याराथनको कुरा गर्दा चाहिँ यो तेस्रो म्याराथन मेरो, लन्डन म्याराथन चाहिँ मेरो। अनि बङ्गलादेश पेरिस हुँदै अहिले लन्डनको हैन त? हजुर। बङ्गलादेशमा चाहिँ म नयाँ नै भनौँ न, म खेलमा एकदम पहिल्यैदेखि लाग्यो नि। म्याराथन कुद्ने चाहिँ मेरो लागि पहिलो एकदम सकिन्छ कि सकिन्न कम्प्लिट गर्न भन्ने डर थियो। त्यही अनुसार एकदम बिस्तारै मिलाएर आफूलाई एकदम सान्त्वना दिँदै सक्छ भन्दै त्यो ट्राई गरौँ, यो अवसरलाई सदुपयोग गरौँ। म नेपालगञ्ज खेलिसकेपछि सेलेक्ट भएँ है हाफ म्याराथनबाट म्याराथनको लागि भनेपछि। भने त्यो बेलामा मलाई थाहा थिएन म के गर्छु। म जित्नको लागि कुदिरहेको थिएँ। जित्ने क्रममा राष्ट्रिय रेकर्ड पनि भयो। त्यो मेरो लागि एकदम राम्रो। र त्यो एउटा यस्तो विषय खुड्किला भयो कि सबै रेसहरू, सबै कम्पिटिसनहरू र सबै ट्रेनिङहरू नै विशेष छ ओलम्पिकसम्मको यात्रा तय गर्न। र लन्डन म्याराथनले अलिकति प्लस पोइन्टको भूमिका खेलेर त्यो एउटा खुड्किलो भयो। त्यसको पनि आधारमा भनौँ, त्यसकै आधारमा मात्र त होइन, त्यसको पनि आधारमा चाहिँ मैले ओलम्पिकसम्मको यात्रा तय गर्न सकेँ, जुन मेरो लागि साकार नहुने सपना थियो ओलम्पियन हुनु। त्यो पनि भयो। अब के त भन्दा मेजर म्याराथन, अब म्याराथनमै फोकस हौ, अझै राम्रो गरौँ, अझै फास्ट कुद्ने म्याराथनमा। कि मैले फास्ट गरेर म खुसी हुन्छु, मलाई विश गर्ने, मलाई खुसी देख्न चाहनेहरू त खुसी हुन्छन् है। तर मैले रेकर्ड ब्रेक गर्दै हजुर रेकर्ड ब्रेक गर्दै गएँ, रेकर्ड ब्रेक गर्दै गयो भने चाहिँ मभन्दा पछाडि कुद्नेहरू जुन बहिनीहरू छ, भाइ बहिनीहरू इन्सपायर हुन्छ। बहिनीहरू र साथीहरू, महिला साथीहरू विशेष त, उहाँहरूले चाहिँ त्यो रेकर्ड हेर्दै अझै त्यसलाई ब्रेक गर्न खोज्दा 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 फास्ट भएर चाहिँ एक दिन चाहिँ इन्टरनेसनल अथवा ओलम्पिक गोल्ड मेडल जित्न सक्ने हुन्छ मेरो देश भन्ने पनि मलाई फिल भएको थियो। म राम्रो गर्छु आउने पिढीहरूको लागि एउटा उदाहरणीय बन्ने तपाईको सपना, बन्ने सपनाको दौडानमा चाहिँ एउटा स्टेप चालेको हो। र त्यसमा मैले लन्डन म्याराथनको क्राउड, उहाँहरूले गर्ने त्यो चियर अप हुन्छ नि, हौसला चाहिँ एकदमै फरक लाग्यो। मैले यो कहीँ पनि देखेको थिएन। सायद मैले यो मेजर म्याराथन पहिलो भएर नि होला,
सबै बाटोको दुवैपट्टि नै यति धेरै मान्छेहरू हुनुहुन्थ्यो, क्राउड हुनुहुन्थ्यो, चेयर अप यति धेरै गराउनेहरू सपोर्ट होइन, गर्दै अब सहभागीहरू नै पनि अब 56,000 जस्तो धावकहरू यसोची थियो अनि हुनुहुन्थ्यो। त्यसमा तर प्लस अब त्यो भन्दा पनि व्हिल बढी चेयरमा मान्छेदेखि लिएर होइन सबै। हजुर होइन, चेयर गर्ने मात्रै लाखौँ हुनुहुन्थ्यो। 42.195 किलोमिटर स्टार्टिङदेखि फिनिसिङसम्म मान्छे पुरै हुनुहुन्थ्यो। भिड त्यो है। साउन्ड काहीँ पनि शान्त भन्ने थिएन, त्यति हो हल्ला र हौसला थियो। यो चाहिँ मेरो लागि एकदमै फरक। त्यसमा पनि मैले जितेँ। अनि सुरुवात गर्दाखेरि मैले भने नि, म त कोही रहेनछ, यत्रो धेरै मान्छे, यत्रो ठुलो ठुलो ठाउँ होइन, पार्कहरू कति ठुलो, म त नेपालमा त कोही थिएँ जस्तो लाग्थ्यो, कोही रहन्छ भनेर म आत्तिएको थिएँ, डराएको थिएँ। तर मैले गर्ने त मैले गर्ने हो नि, त्यहाँ लाखौँ होस् करोडौँ होस् होइन, केही फरक पर्दैन, मैले सक्ने चाहिँ गर्छु भनेर जाने क्रममा मलाई नेपाल रन युके टिम भाइहरूले पनि हेल्प गर्नुभयो। सो म सबैले हेल्प गरिरहेको छ, मैले राम्रो गर्नुपर्छ भन्ने एउटा ल्याएँ। अनि मैले ट्राई गरेँ, त्यो अनुसार फल पनि पाएँ। तर सबैभन्दा अचम्म र गौरवको कुरा चाहिँ के भयो भने हजुर लन्डन हजुर म्याराथनमा स्टार्टिङमा म त्यसरी आत्तिएको, म कोही होइन, यत्रो मान्छेमा म त कोहीले नि चिन्दैन, केही पनि होइन, यस्तो ठुलो ठाउँ, यति धेरै मान्छे सोचेर स्टार्ट गरेको मान्छे, र म सक्दो चाहिँ गर्छु होइन। मलाई त अरूले हेरिरहेछ नि, यहाँको म कोही होइन, तर मेरो देशबाट त अथवा यहीँको पनि मलाई राम्रो गरोस् नेपालीहरूले होइन। सोच्ने नेपालीहरूले त मलाई ट्र्याक गरिरहेको छ भनेर मैले फिल गरेँ। जब फिनिसिङ गर्दै थिएँ त्यतिखेर मलाई सन्तोषी श्रेष्ठ अफ नेपाल भनेर अरू कुराहरू पनि अनाउन्स गर्नुभयो कि इलिट खेलाडीलाई, जस्तो त्यत्रो मान्छे कुदिरहेकोमा मेरो नाम र हाम्रो देश नेपालको नाम लिँदै नेसनल रेकर्ड हुँदैछ भनेर अनाउन्स गरिरहँदा त एकछिन त कुद्दा कुद्दै अचम्म पनि भए। अनि एकदम गौरव फिल भयो, एकदम प्राउड। सबैलाई धन्यवाद दिन चाहन्छु, नेपाली र त्यसले तपाईँलाई लन्डनमा। थप ऊर्जा त पक्कै पनि दियो नि त होइन, त्यसले गर्दा अब मैले एकदमै झन् कुद्नुपर्छ, एउटा जिम्मेवारीको अब अनुभूति चाहिँ गर्दै। उल्टा त्यो फिनिसिङ गरिरहँदा, त्यो भएपछि जब फिनिसिङ लाइन पार गरेँ, मेरो नाम आइरहँदा त्यो अर्कै फिल भयो। सो हो म पनि मलाई त्यही हो यहाँसम्म होइन। हो रहेछु, नेसनल रेकर्ड भन्ने कुरा नि ठुलै रहेछ। सो उहाँहरूले चाहिँ नाम अनाउन्स गर्नुभयो, मेरो नाम र देशको नाम आयो यो क्राउडमा, यो हुलमा भनेर म खुसी भएँ, ऊर्जा पनि मिलेको छ। र त्यतिखेर नै मलाई अहिले र पहिला सहयोग गर्नेहरू सबैलाई मैले एकैचोटि सम्झेको थिएँ। थ्याङ्क यू भन्छु, मलाई चाहिँ त्यही अहिले फरक हो यहाँ चाहिँ। यहाँबाट पनि सबैलाई थ्याङ्क यू भन्न चाहनुहुन्छ। हजुर हजुर नेपालको प्रतिनिधित्व गरेर एउटा शानले तपाईँ अगाडि बढिरहँदा झन्डै लगभग 100 जना नेपालीहरू पनि त्यहाँ तपाईँसँगै कुदिरहेको थिए नि त होइन। त्यसले गर्दा तपाईँलाई त्यो क्षण म नेपालमै छु कि अथवा नेपालीले मलाई घेरिएको अनुभूति त पक्कै भयो, तपाईँले अघि भनिसक्नुभयो होइन। तपाईँलाई त्यसरी त्यहाँ कुदिरहेको देख्दाखेरि जसले तपाईँलाई हौसला दियो उनीहरूलाई अघि तपाईँले धन्यवाद पनि भनिसक्नु भएको छ होइन। विशेष गरी युथहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? म चाहिँ युथहरूलाई सबैलाई नै त्यही हो मैले भन्ने कुरा, यो समय फेरि फर्केर आउँदैन। र उहुँ, अर्को कुरा, यो समय पनि बितेर जानेछ। जब उहुँ, तपाईँ केही गर्दै हुनुहुन्छ, केही गर्न चाहनुहुन्छ भने, अभाव छ भने, गर्न चाहने त्यो इच्छा शक्ति छ भने चाहिँ तपाईँले यो समय फेरि आउँदैन भनेर अहिले नै गर्नुहोस् होइन। अहँ, र गर्ने इच्छा छैन भने पनि यो समय फेरि आउँदैन भनेर गर्नुहोस्। गर्दा गर्दै पनि भइरहेको छैन भने चाहिँ दुःखहरू फेल, तपाईँहरूले चाहिँ हार बिहोर्नु परिरहेछ भने चाहिँ सोच्नुहोस्, यो समय पनि बितेर जानेछ। सँगै म सबै युथहरूलाई के भन्छु भने, आफूले गर्नुपर्ने बेलाको कामहरू गर्नुपर्ने समयमा चाहिँ गर्नुहोस्, 100% दिएर गर्नुहोस्। मन होइन तन सबै लगाएर गर्नुहोस्, आफ्नो इनर्जी दिएर आफ्नो सपनाको जे देख्नु भएको छ पहिला त्यो अनुसार योजना गरेर आफूले सक्ने गर्दै, अरूलाई पनि इन्सपायर गर्दै, आफू पनि इन्सपायर हुँदै, आफ्नो काममा प्राउड फिल गर्दै। सानो ठुलो काम केही हुँदैन, नाम पनि सानो ठुलो हुँदैन, जे गर्नु भएको छ जुन फिल्डबाट त्यसमा चाहिँ अनेस्ट भएर गर्नुहोस् होइन, अरूलाई पक्कै पनि कसैलाई हार्म नगरी। सफलता हासिल हुन्छ अनि है। पक्कै पनि सफलता हुन्छ। जस मेहनत गर्नुहोस्, मेहनतको साथ मेहनत गर्नुहोस्, डिसिप्लिन, अनुशासन होइन, डिसिप्लिन, डेडिकेसन, डिटरमाइन्ड भएर अनेस्टली काम गर्नुहोस्। अनि आफूले डाइरेक्ट केही गर्न नसके पनि इन्डाइरेक्टली आफ्नो कामले चाहिँ अरूले केही सिकोस् र इन्सपायर होस् भनेर पनि सोच्नुहोस्। सकिन्छ, राम्रो गर्नुहोस् होइन। सक्दैन भने
राम्रो गर्ने प्रयास गर्दै जानुहोस्। अहिले सन्तोषी श्रेष्ठ यहाँसम्म आइपुग्दै गर्दा अब एजुकेसन क्षेत्रलाई हेर्ने हो भने एमपिएतिर उता सोसियल हेल्थपट्टि न्युट्रिसनपट्टि त्यतापट्टि तपाईँको एजुकेसन जस्तो लाग्छ मलाई होइन। त्यो गर्दै गर्दा तपाईँ यता खेलपट्टि आकर्षित हुनुको मेन कारण अथवा तपाईँलाई कसरी इन्सपायर चाहिँ भएर चाहिँ योपट्टि लाग्नुभयो, अलिकति तपाईँको ब्याकग्राउन्डपट्टि जाउँ न। म चाहिँ खासमा धादिङ गाउँबाट काठमाडौँ मम्मी ड्याडी हजुरआमा हजुरबा बाजे अझै कोही नभइकन फ्यामिली मेम्बर बिना म दाइ भाइ मात्रै आएको हो। मलाई तिनजना 13 वर्ष, सिब्लिङ। म 8 वर्ष, भाइ 6 वर्ष भर्खर पुगेको थियो। तिनजना त्यति सानो उमेरमा तिनजना मात्रै काठमाडौँ बस्नलाई पढ्नको लागि आएको हो। पढ्दै जाने क्रममा म 6 क्लास पुग्दा चाहिँ रनिङ कम्पिटिसन पनि अर्गनाइज भइरहेको थियो गीता माता स्कुलको, गीता माता स्टार भन्ने। त्यसमा म कथा कविता यस्तो वाचन प्रतियोगिताहरू हाजिर जवाफहरूमा चाहिँ लाज लाग्दैन थियो, म भाग लिन्थेँ। तर स्पोर्ट्समा चाहिँ केटी मान्छे भनेर म लाज मान्थेँ। त्यसरी नै हुर्काएको थियो समाजले सायद होइन, मैले त्यसरी त्यही अनुसार चाहिँ मलाई एकदम डर हुन्थ्यो स्पोर्ट्समा लाग्न। तर सबैले तिमीले सक्छौ, तिमी जहिले हतारमा पानी लिन जाँदा नि कुदिरहेको हुन्छौ, जतिखेर नि स्कुलमा आउँदा नि हतार भएर, किनकि सबै काम भएर स्कुल जानु पनि म कुद्दै पुग्थेँ कुद्दै फर्किन्थेँ। त्यो देखेर साथीहरूले हौसला दिएर नाम लेखाइसकेपछि त्यही नाम कटाउनलाई चाहिँ फाइन तिर्नुपर्ने डरले कुद्दाखेरि म फर्स्ट भएँ। फर्स्ट भएपछि चाहिँ सक्ने रहेछ सबैले वाह होइन, अरूमा सबैमा सेकेन्ड थर्ड, त्यसमा फर्स्ट भएर फर्स्ट प्राइज त्यसमा मात्रै पाएँ मैले। भनेपछि ओहो भयो, त्यस्तो चाहिँ वर्ष भएन। अनि बिस्तारै रनिङहरू स्कुलमा हुँदा भाग लिँदै जाँदा तिमीले सक्छौ भन्दा अब लाज पनि हट्दै गयो। त्यसपछि त स्कुल हाम्रो गभर्मेन्ट स्कुल सामुदायिक स्कुल भइसकेपछि खासै त्यस्तो फेसिलिटी हुँदैन थियो। म आफैलाई इच्छा जाग्यो, दाइले पनि मलाई सहयोग गर्नुभयो, दाइ भाइ दुवैले। भनेपछि खोज्दै खोज्दै होइन सिनियरको पनि खेलिदिने, सानो भएर यत्तिकै जुत्ता नभए नि खेलिदिने, भयो नि खेलिदिने। कलेज जाँदै गर्दा स्कुल जाँदै गर्दा दौड प्रतियोगिता देख्यो भने म नि खेल्छु भने त्यही ड्रेसमा कुद्ने। गर्दै आउने क्रममा ट्रेनिङ चाहिँ गरिरहेको थिएन, तर गेमहरू रेसहरू चाहिँ दौडिरहेको थिएँ। पछि ट्रेनिङ पनि हुन्छ भन्ने थाहा भयो। एसएलसी दिने टाइममा म कुद्थेँ जित्थेँ। र +2 साइन्स एडमिसन भइसकेपछि चाहिँ मलाई अलिक कुद्न अलाउ गरेन कलेजबाट पनि। त्यति धेरै मलाई कलेजले चाहिँ किन अलाउ नगरेको त कुद्नलाई? पढाइमा उहाँहरूले चाहिँ अब साइन्स पढाइमा अलिकति असर बाधा पर्छ, पर्छ भनेर बाधा पर्छ भन्ने अथवा पनि भयो। महिला भनेर? होइन, पढाइमा बाधा हुन्छ भनेर, किनकि साइन्स पढ्ने मान्छेले एक्स्ट्रा गर्ने होइन त्यस्तो थियो। तर मैले अलिकति ल्याक भयो। तर पछि पब्लिक हेल्थ जोइन गरिसकेपछि मैले सक्छु कि मैले हेल्थ पनि त रनिङ हेल्थ भनेको त एउटा यो पार्ट छ त। हजुर। पार्ट रहेछ, इन्टरलक भएको कुरा रहेछ, इन्टर रिलेटेड। सो म ट्राई गर्छु। म भित्र चाहिँ म प्यासनेट रनर थिएँ, एउटा प्यासनले मात्र रन गरिरहेको थिएँ मैले। त्यसपछि ट्रेनिङहरू बेला बेला आफूले भ्याउँदा गर्न थालेँ। मैले यत्तिकै विदाउट ट्रेनिङ कुद्न जाँदा नि विभागीय टिमलाई सिनियरहरूलाई पनि जितेर म तेस्रो पोजिसन भयो। त्यत्रो ग्याप हुँदा पनि हुन्छ नि, त्यत्रो ग्याप नकुदिकन फेरि फर्केर आउँदा कुद्दा ट्रेनिङ नभए जितेपछि पनि ग्याप राखेर पनि अनि जितेपछि चाहिँ म सक्छु भनेपछि ब्याचलरमा पब्लिक हेल्थ पढिराख्दाखेरि मैले रनिङ र खेलकुद सँगै लाने निधो गरेँ। त्यसपछि नेपालमा एथलेटिक्समा लाग्ने खेलाडीहरू चाहिँ त्यति धेरै कमै मान्छेले मात्र ग्रेजुएट गरेको थियो। र म चाहिँ खेलकुद र पढाइ सँगै लान सक्छु भनेर प्रुभ गर्छु भन्ने क्रममा, र पढाइ राम्रो छ तिमी नकुद भन्थ्यो पढाइको फिल्डको मिसहरू साथीहरूले पनि। खेलको क्षेत्रकोले चाहिँ तिम्रो खेल राम्रो छ नपढ भन्ने थियो। म चाहिँ दुवै गर्छु र म सकेँ भने म मेरो पछाडिको भाइ बहिनीहरूलाई चाहिँ एक्जाम्पल सेट गरेर छाड्नेछु। सकेन भने दे आर राइट होइन, एउटा कुरामा मात्रै गऱ्यो भने मात्रै सफल हुनु रहेछ, म चाहिँ गलत रहेछु भनेर सोच्दैछु। तर म ट्राई गर्छु भनेर गर्ने भनेपछि क्रममा तपाईँले पढाइको क्षेत्रलाई पनि सक्सेस गर्नुभयो र अहिले खेलकुद क्षेत्रलाई पनि यहाँसम्म ल्याएर एउटा उदाहरणीय एउटा गोल्डन गर्ल भइसक्नु भएको छ। त्यो एउटा सक्सेस चाहिँ त युथहरूलाई देखाइरहनु भएको छ होइन? त्यो चाहिँ भएन। त्यही क्रममा नै खेल्दै जाने एउटा प्यासन थियो। बिस्तारै प्रोफेसन बनाऊँ भनेर म एज अ रिसर्च अफिसर काम गरिरहँदा पनि त्यसलाई होल्ड गरेर नेसनल गेम र साउथ एसियन गेमको 8औं राष्ट्रिय गेम र
13वटा दक्षिण एसियाली खेलकुद होइन यो दुईटाको तयारी गर्ने क्रममा चाहिँ मैले सफलता हासिल गरेर त्यो गोल्ड मेडल चाहिँ नेपालको पहिलो गोल्ड मेडल महिला एथलेटिक्समा र ट्र्याक एन्ड फिल्डमा पुरुष महिला दुवैको गोल्ड भएपछि अब चाहिँ मैले चाहिँ विभाग बाहिर पनि खेलेर जित्न सक्छ भन्ने कुरा पनि प्रुभ गर्छु भने त्यो पनि भयो। खेल्दै पढ्दै सकिन्छ, काम गर्दै सकिन्छ, सबै भइसकेपछि चाहिँ अब चाहिँ व्यावसायिकता खेलकुद हुनुपर्छ र मेरो लिमिट कतिसम्म छ भनेर म हेर्न चाहन्छु र लाइफमा चाहिँ रिग्रेट हुन चाहन्न। पक्कै पनि सक्सेस हुनुपर्छ, तर त्यो डिटर्मिनेसन चाहिँ हुनु पर्यो। र अहिले तपाईँ फुल्ली अब प्रोफेसनल रूपमा खेलकुदमै लाग्ने डिसिजन गरिसक्नु भयो तपाईँले, त्यसको अर्थ होइन? अहिलेको टाइम चाहिँ त्यो हो। मैले पब्लिक हेल्थ, डाइट एन्ड न्युट्रिसन, मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन सबै गरेँ। त्यो फिल्डमा पनि पछि गर्छु नै, तर अहिलेको टाइम चाहिँ म यसमै फोकस भएँ भने अझै राम्रो रिजल्ट आउँछ। किनभने आफ्नो अरू कामहरू गर्दा चाहिँ कलेजहरूमा चाहिँ सबै कुराहरूमा चाहिँ आफू अब्बल हुन ट्राई गर्नुपर्छ कि हामीलाई कुन चाहिँ हो हाम्रो खुबी थाहा हुँदैन। सो वी हेभ टु ट्राई एभ्रिथिङ होइन। अनि त्यसपछि कलेज तपाईँको कुरा एकदमै मन पर्यो मलाई। हरेक क्षेत्रमा ट्राई चाहिँ गर्ने हो, त्यो बेलामा तर समयलाई पनि ध्यान चाहिँ दिनु पर्यो होइन त? समयलाई ध्यान दिनु पर्ने, टाइम म्यानेजमेन्टको कुरा त छ र कुन समयमा गर्ने, यो एज कि कुन एज भनेर। तर कलेज स्कुल पढ्दाखेरि त सबै गर्दा हुन्छ, पढाइ खेलकुद जे छ अर्को लिटरेचर एक्स्ट्रा एक्टिभिटिजहरू सबै गर्ने। तर बिस्तारै पढाइ सकिँदै गएपछि प्रोफेसन चुज गर्ने बेलामा चाहिँ प्रायोरिटाइज गर्ने, कुनमा चाहिँ म पहिला म अब्बल छु भनेर सोच्ने होइन, कुन चाहिँ अहिलेको लागि चाहिँ इम्पोर्टेन्ट छ भनेर सोच्ने। अनि मैले चाहिँ त्यही गरेँ। पहिला पढिराख्दाखेरि मैले प्रायोरिटी 1मा पढाइलाई राखेँ, 2मा खेलकुदलाई राखेँ, 3मा घरको काम र अरू कुराहरूलाई राखेको थिएँ। र अहिले आएर चाहिँ मैले खेलकुदलाई 1 नम्बरमा राखेको छु। किनकि यो टाइम भनेको चाहिँ प्रोफेसन चुज गर्ने टाइम हो। मैले पढाइ सकाएँ भनेपछि प्रोफेसन चुज गर्दा चाहिँ यो टाइममा चाहिँ म कुन चाहिँमा फोकस र म कुन चाहिँमा राम्रो हुन्छ भनेर त्यतिखेर हो। म सबै भाइ बहिनीलाई, मेरो ग्रुपलाई पनि भन्छु, पढ्दै खेल्दै गर, पढ्दाखेरि सबै कुराहरू एक्सप्लोर गर, सिक, ट्रेनिङ लिऊ होइन, त्यसमा केही प्रब्लम छैन। तर प्रोफेसन चुज गर्ने बेलामा तिमी खेलाडी नै हुनुपर्छ। तिमी पब्लिक हेल्थ अथवा कुनै टिचिङ अथवा कुन प्रोफेसनको पढेछ त्यही गर्नै पर्छ भन्ने छैन। तर त्यो सँगसँगै शिक्षा पनि महत्त्वपूर्ण कुरा हो भन्ने कुरो पनि हामीले पढ्न चाहिँ छोड्नुहुन्न। मैले चाहिँ त्यही भन्छु, पढाइसँगै अरू कुरा लाने र प्रोफेसन चुज गर्ने बेलामा चाहिँ आफूलाई कुन मनपर्छ त्यो लाने। मैले चाहिँ यो रनिङ एथलेटिक्सलाई चुज गरेको चाहिँ यो एज मेरो फर्केर आउँदैन। आई डोन्ट ह्याभ एनी मोर टाइम। हुन त कोही पनि उमेरले बुढो हुँदैन, तर पनि एउटा पिक पर्फर्म गर्न चाहिँ एउटा फिजिकल कुरा भएको भएर यसमा चाहिँ अलिक बढी हुन्छ है भन्ने भएर चाहिँ म अहिले चाहिँ यसमा फोकस हुन्छु। आफ्टर द्याट अरू कुरा पनि गर्छु। अहिले म अरू सोसियल वर्क, वुमेन इम्पावरमेन्ट, हेल्थ अवेरनेस सबै गर्छु। तर मेन कुरा म दौडेर नै मेरो पब्लिक हेल्थको कुराहरू, टाइम म्यानेजमेन्टको कुराहरू, हेल्थ अवेरनेस त मैले पब्लिक हेल्थको काम त इन्डाइरेक्टली विदाउट जब विदाउट स्यालेरी पनि गरिरहेको छु नि त। पब्लिक हेल्थको भनेको प्रिभेन्सन इज बेटर देन क्योर हो। त्यो मैले गरिरहेको छु, कुदेर इन्सपायर गरिरहेको छु। हेल्थ इज मोर इम्पोर्टेन्ट भोलिपछि यसबाट रिटायर भएपछि त्यसलाई क्यारी अन गर्न सकियो होइन त समय अनुसार। अहिले पनि इन्डाइरेक्टली मैले पढेको अनुसार काम गर्दैछु नि त। हेल्थ इज आफूलाई त अरूलाई इन्स्पायर गरिरहनु भएको। अब तपाईँले अहिले फुल्ली एउटा राष्ट्रिय स्तरको खेलाडीको रूपमा राष्ट्रको सान बढाइरहनु भएको छ होइन। अब कतिपय कुराहरू सुनिन्छ, आर्थिक रूपमा चाहिँ त्यति सक्सेस चाहिँ हुन्न भन्ने खालको कुरो सुनिन्छ नि, त्यो कतिसम्मको सत्य हो? त्यसमा सत्यता कति छ? सत्यता छ, तर त्यो सधैँ सत्य नरहोस् भन्ने मेरो चाहना छ। त्यसमा हजुरले भनेकोमा सत्यता छ, र सधैँ सत्य नहोस् त्यो कुरा भन्ने छ। किनभने अहिले नेपालमा हामी खेलाडीहरू जो छौँ यो अभाव छ, गभर्मेन्टको के छ, बजेट छैन, सिस्टमेटिक छैन, एकदम गाह्रो छ यसमा प्रोफेसन बनाउनु भन्ने छ। तर म कसरी लिन्छु भने खेलकुद मात्र होइन नि त, खेलाडीले मात्र होइन, नेपालमा कुन चाहिँ सेक्टर चाहिँ यो चाहिँ ठिक छ, हामी योबाट बन्न सक्छ भन्ने छ त। म आफ्नो घरको बुवा आमा बुवाले, प्यारेन्ट्सले चाहिँ नै आफू नै गरिब छ, सबै मिलाउन सकिरहेको छ भने मलाई मात्र भएन भनेर कराउनु चाहिँ उचित हुन्न जस्तो लाग्छ होइन। किन सबै सेक्टरमा सबै सेक्टरको चाहिँ उत्तिकै इन्हेन्स होस्, अपलिफ्ट होस्, विकास होस् र सबै सेक्टरको मान्छेहरूले नेपालमा होइन
म यो प्रोफेसन गरेर पनि इकोनोमिक रूपमा चाहिँ स्ट्रङ भएर बाँचिरहेको छु भनेर प्राउड र सहज फिल गरोस्, मेन्टली स्ट्रेस नभई। र त्यसरी नै म खेलकुदमा पनि त्यस्तै होस्। र अहिलेसम्म त गाह्रै छ। मैले गेमहरू जितिरहेको हुन्छु, क्यास प्राइजहरू कर्पोरेट सेक्टरहरूले राखेको जितिरहेको हुन्छु। मलाई स्पोन्सरको सिस्टम र त्यो प्र्याक्टिसै छैन नेपालमा अझै पनि, होइन बाहिर जस्तो है। त्यो होस् भन्ने पनि चाहन्छु राम्रो खेलाडीहरूलाई। र च्याम्पियन इन द मेकिङ र च्याम्पियनलाई नै हेरोस् भन्छु। च्याम्पियनलाई मात्र नभई च्याम्पियन इन द मेकिङलाई पनि फोकस गरोस् कर्पोरेट हाउसहरूले। विदेशमा हजुर जस्तै पोसिबिलिटी देखेर र पोसिबिलिटी देखाइसकेकोहरूलाई पनि स्पोन्सर गरोस् भन्ने छ कर्पोरेट र प्राइभेट सेक्टरले भने। गभर्मेन्टले पनि छुट्टै प्याकेजहरू ल्याएर त्यो गर्ने ट्राई गर्नुहोस्, सक्दो गर्नुहोस् भन्छु। मलाई गाह्रो छ, मेरो साथीहरूलाई पनि गाह्रो छ, तर गाह्रो म नहोस् र चाहिँ आउँदो गुनासो पिँढीहरूलाई चाहिँ गाह्रो नहोस् नहोस् भन्ने छ। अनि म चाहिँ गुनासो नगरी आफ्नो काम गर्ने हो। सकिन्छ भने गर्ने, मलाई गर्नै पर्छ, गरिस् भने जेल हाल्छु अथवा त्यो भन्ने त छैन नि। भनेपछि म आफ्नो लागि, आफ्नो खुसीको लागि, आफ्नो सन्तुष्टिको लागि र मेरै इच्छाले सोच्यो गरिरहेको छु भने भने अरूलाई दोष नलाई, आफूले प्रयास किन दोष नगर्ने, होइन? एकदमै किन राम्रो। दोष लाउने भनेर। अनि आफूले तपाईँको राम्रो विचार एकदमै रेस्पेक्टफुल, एकदमै खुसी लाग्यो। तपाईँ जस्तै सबै युवाहरूले सोच्यो भने पक्कै पनि राष्ट्रको मुहार फेरिनेछ भन्ने मलाई लागेको छ। र भोलिका खेलाडीहरू, भोलिका सन्तोषीहरूले यो अहिले आजको सन्तोषीले भोगेको अवस्था पक्कै पनि भोग्ने छैनन् भन्ने म पनि पूर्ण विश्वास छु। र तपाईँ त लक्की नै भन्नु पर्यो, भाग्यमानी, जो परिवारले तपाईँलाई यस्तो सपोर्ट गर्यो, होइन? मम्मी ड्याडी गाउँमा बसेर पनि दाजु र भाइ र आफूसँग आएर पनि काठमाडौँमा एउटा खेलसँग आफू आबद्ध भएर अगाडि बढ्न सक्यो। तर तपाईँ जस्तै खेल गर्छु भनेर चाहना राख्नेहरूलाई निकै गाह्रो छ हाम्रो समाजमा, होइन? एउटा उदाहरण भर्खरै हाम्रो एन्जिला बहिनीको पनि चर्चा ल्याउन। उहाँले फुटबलमा जानको लागि कति स्ट्रगल गर्नु पर्यो भनेर एउटा चलचित्र नै बन्यो, होइन? त्यस्तो त पक्कै पनि तपाईँको जीवनमा छैन होला। तर त्यस्तो जीवन भोग्ने खेलाडीहरू जो प्रतिभावान छन्, उनीहरूलाई चाहिँ कसरी चाहिँ अगाडि बढ्दा उनीहरू सक्सेस हुन्छ होला जस्तो लाग्छ? हुन त अघि पनि तपाईँले युथलाई सन्देश त दिइसक्नु भएको छ, होइन? त्यसबाट नि केही झलकहरू त आइसकेको छ। त्यही पनि टिपिकल त्यस्ता खेलाडीहरूलाई के भन्न मेरो जीवनमा चाहनुहुन्छ? चाहिँ हरेक मान्छेको स्ट्रगलको पार्ट हुन्छ। स्ट्रगलको स्टोरी मात्र फरक हो, तर भोगाइ त एउटै हो, होइन? भोगाइ फरक होला, तर मेरो लाइफमा पनि खेलकुदमा लाग्नलाई सजिलो थिएन, पढ्न सजिलो थिएन। त्यो बेला इकोनोमिक कन्डिसन एकदम कम, होइन? एउटा सानो कोठामा पानीको लाइन, हरेक लाइन, अनि आर्थिक अभाव, होइन? मायाको अभाव, केयरको अभाव, सबै सपोर्टको अभावै अभाव, अभावमा होइन? सपोर्टको अभाव। अनि आज यो किन्यो भने भोलिलाई छैन, फी तिर्ने बेला त्यो मेन्टली स्ट्रेस म सानो बेलादेखि नै भोग्दै आएँ। यसमा दाइले सहयोग गर्नुभयो। दाइ पनि सानै, होइन? तर पनि उहाँले हामीलाई एकदम राम्रो स्कुलिङ दिनुभयो। म आभार प्रकट गर्छु, होइन? अब आमा पनि एकदम दबाब फिल नगरिकन बाँच्न सिकाउनु भयो। मेरो स्टोरी चाहिँ मेरो खेलकुदमा लाग्न त्यति सहज थिएन। स्कुलमा हुँदा त ल सबै राम्रो पढिरहेछ, घरको काम नि भ्याएको छ, सबै कुरा गरिरहेको छ, सो द्याट उसले गरिरहेछ, इट्स ओके तर घर भन्नेमा। परिवार, स्कुलबाट त भयो तपाईँलाई त्यस्तो दबाब, घर परिवारबाट चाहिँ भयो कि भएन? तपाईँ, तिमी साइन्स पढ्दै मलाई गरेको चाहिँ मान्छे, तिमीले भोलि डक्टर हुनुपर्छ, यस्तो हुनुपर्छ, खेलकुदमा गरेर कुदेर खाली खुट्टा हिँडेर त्यस्तो सफल हुँदैन भनेर चाहिँ घरबाट चाहिँ दबाब आयो कि एकदमै आएन? सबैले दबाब गर्नुहुन्छ, होइन? मैले केही डिमान्ड गरेन नि त, मेरोमा गुनासो छैन। मैले मेरो जुत्ता नहुँदा इट्स ओके, म कलेजकै जुत्ता लाएर कुदिन्थेँ। मलाई यो चाहियो भनेर मैले रनिङमा अहिलेसम्म मैले मेरो घरमा किन्न मागेको छैन। एकचोटि ड्याडले जुत्ता किन्नु भएको छ, त्यो मेरो अरू स्टोरीहरूमा नि क्रिएट छ। कहिले पनि मैले केही डिमान्ड नगरेपछि दे डोन्ट एग्रेसिभ अनि डिसएग्री गर्ने कुरा नहुँदो रहेछ। अनि स्कुलमा हुँदा चाहिँ पढाइ पनि राम्रो गरिरहेछ, घरको काम नि भ्याइरहेछ, सबै ह्यान्डल गरिरहेछ र खेलकुदमा नि ल्याएको छ भने चाहिँ त्यो प्लस पोइन्ट। बुवा मम्मी सबैजना खुसी हुँदो रहेछ, होइन? हुँदो रहेछ। त्यो त मैले केही पनि डिमान्ड नगरी आफ्नै हिसाबले सबै ब्यालेन्स गरेर गइरहेको थिएँ। मेरो हिसाबले चाहिँ एडजस्ट गरेको थियो, अरूको हिसाबले ब्यालेन्स गरिरहेको थियो। तर प्रोफेसन चुज गर्ने बेलामा चाहिँ मलाई एकदमै गाह्रो, होइन? पैसा कमाउनु पर्छ, यसरी किन, तिमी पागल भयो, यस्तो गाह्रो छ, त्यही पनि खेलकुदमा यस्तो हुन्छ नि, आएको पैसाहरू पनि सबै सिद्धिन्छ, यस्तो सबै अभाव, कसरी जिन्दगी बिताउँछ। अझ केटी मान्छेको त स्वास्थ्यको हिसाबले पनि मलाई डरहरू देखाउनुहुन्थ्यो, अथवा है उहाँहरूको हजुर। माया चिन्ता हो, यो हुँदैन भन्ने। प्रोफेसन चुज गर्ने बेलामा चाहिँ यति गाह्रो। र
म सबैलाई भन्न चाहन्छु सबैको लाइफमा स्ट्रगल हुन्छ। स्ट्रगलको भोगाइहरू अरू अरू स्टोरीहरू के फरक होला, फरक फरक तर परिवेश होला, पक्कै तर पनि नेपालको सबैकोमा कन्टेक्स्टमा त्यो स्टोरी बेहोर्ने उतै मात्रै होला। सबैकोमा हुन्छ स्टोरी, सबैकोमा स्ट्रगल हुन्छ होइन, हेर्दा मात्रै हजुर त्यो हो देख्ने हो स्टोरी हुन्छ। र सबैलाई के भन्छु भने कोही पनि आमा बुवाले आफ्नो छोराछोरी नराम्रो होस् भनेर सोच्नुहुन्न, तर समाजले उहाँहरूलाई त्यसरी नै हुर्काइरहेको हुन्छ, हामी नै हुर्किरहेको भएर चिन्ताले गर्दाखेरि चाहिँ उहाँहरूले रोक्नुहुन्छ। त्यहाँ फाइनेन्सियल कुरा आउँछ, सोसाइटीको कुरा आउँछ, त्यहाँ रुल्स रेगुलेसन होइन, इज्जत प्रेस्टिज धेरै कुराहरू आउँछ। र म सबैलाई के भन्छु भने आफूले गर्दै गएर जस्तो गाह्रो भयो पनि आफूले सक्छु भनेर दुःख बेहोर्दै गर्दै गर्दै गयो भने तपाईँले रिजल्ट दिन सक्यो भने त्यो नगर भनेर दबाब दिने अभिभावक अथवा मान्छेहरू होस् अथवा त्यो पैसाको कुरा होस् अरूहरू सबै कुराहरू चाहिँ आफ्नो पछि भाग्न थाल्छ। चाहे त्यो फाइनेन्सियल कन्डिसन विक फाइनेन्सियल कन्डिसनले रोकेको भयो भने, आमा बुवाले रोकेको भयो भने, समाजले रोकेको भयो भने, र तपाईँले प्रुफ गरेर सफल भयो भने चाहिँ त्यो सबै कुराहरू आफ्नो पछि बिस्तारै बिस्तारै आएर सपोर्ट गर्नेछ। र सबैको केसमा त्यही नै हो। एन्जिलाको कुरा गर्नुभयो, उसकोमा पनि उसले गरेर देखाउन नसकेको भए ऊ अझै पनि त्यही पीडित भइरहेको थियो, उसले गरेर देखायो। सो मेरो केसमा पनि त्यही हो। सो तपाईँहरूलाई चाहिँ के भन्छु, आफूले गर्ने कुरामा चाहिँ फोकस हुनुहोस् होइन, तर अरूलाई हार्म नहुने गरी आफूले गर्ने कुरामा फोकस हुनुहोस्। तपाईँको विरोध गर्नेहरू पनि समर्थनको रूपमा र तपाईँलाई तपाईँप्रतिको चिन्ताले डर मान्नेहरू पनि तपाईँप्रति प्रशंसक भएर आफै गौरवान्वित भएर फलो गर्नेछ। आफ्नो काम चाहिँ नछोड्नुहोस् भन्छु सबैजनाले। यस्तो कसै न कसैले आफ्नो प्रोफेसन चुज गर्दा त्यसको पछाडि कसै न कसैको हात हुन्छ अथवा एउटा इन्सपायर व्यक्ति छानिन्छ होइन। तपाईँको त्यस्तो कोही छ? जस्तो म फुटबलको हो भने पेले जस्तो हुन्छु, अब तपाईँ रनिङसँग हुनुभयो होइन, अब तपाईँ अलिक सर्ट दुरीकोमा तपाईँ हुनुहुन्थ्यो, पछि बिस्तारै म्याराथनतिर जानुभयो, त्यो उमा तपाईँलाई कसैले इन्सपायर गर्यो अथवा के छ त्यो? तपाईँले काम गर्दै जाँदा कुद्दै जाँदा तपाईँको आफ्नै मनले चुज गरेको हो कि अथवा कोही छन् तपाईँको पछाडि इन्सपायर? मैले होल स्टोरी सुनाएँ, गर्दै जाँदाखेरि म सबै कुरा ट्राई गरौँ भन्ने टाइपको थिएँ। म केटी मान्छे भएँ कि त भनेर केटाहरूसँगै खेल्थेँ, घरको काम पनि सबै गर्थेँ, गाउँ जाँदाखेरि सब काम गर्ने, काठमाडौँ बस्या जस्तै छैन भने मम्मीले त्यत्रो दुःख गरिरहेको छ नि, हामी 1-2 महिना जाँदा सबै काम गर्नुपर्छ भनेर हामीले खेताला खोज्दैन थियौँ। म र भाइले नै, उसले जोत्ने म खन्ने, सबै खेतीपाती हामीले गरिदिन्थ्यौँ, घाँस काट्ने। सो मलाई चाहिँ त्यस्तो इन्सपायर होइन। म गाउँ जाँदा मेरो मम्मीहरू जस्तो अब कुद्नेहरूले पिटी उषालाई देखेर म त्यस्तै हुने, मेरो चाहिँ त्यस्तो होइन, पेलेलाई देखेर म त्यस्तै स्टार्ट हुन पाएँ भन्ने त्यस्तो कोही छैन तपाईँको आइडल? मैले चाहिँ मेरो चाहिँ सबै आइडल जो भेटेँ नि म अलिअलि इन्सपायर हुन्थेँ, तर मैले यहीलाई नै आइडल बनाएर चाहिँ रनिङमा लागेको होइन। म आफू फरक हुन्छु, सिनियर दिदीहरू जस्तो हुनुपर्छ भन्नुहुन्थ्यो होइन सबैले मलाई नाम लिएर, होइन म उहाँहरू जस्तो भयो भने त म उहाँ भयो नि, म जस्तै हुन्छु तर माथि पुग्छु, त्यस्तो कुराहरू गर्थेँ। म सबैभन्दा बढी इन्सपायर चाहिँ सानोमा गाउँमा जाँदा खेती गर्ने मम्मीहरू जस्तो मान्छेहरूबाट र सहरमा चाहिँ घर बनाउने मान्छेहरूबाट एकदम इन्सपायर हुन्थेँ। उनीहरूले यति धेरै दुःख गराएछ, यति नि पैसा छैन, यति पनि नाम छैन भने म त अलिअलि रन गर्दा, अलिअलि कविता भन्दा, अलिअलि गर्दा नि ताली पड्काउँछ होइन, यति पत्रिकामा नाम आउँछ, त्यसरी इन्सपायर हुन्थेँ। अनि रनिङमा पनि सबैबाट म इन्सपायर हुन्थेँ। अहिले चाहिँ म जस्तै र मैले खोजेको जस्तै खेलाडीहरू भएको र म सिफान हसनलाई चाहिँ अहिलेको सी इज माई आइडियल, सी इज डुइङ ग्रेट भनेर मेरो साथी पनि भयो होइन, मेरो दिदी जस्तो पनि भयो। सँगै बसेपछि नो ह्युम्यान इज लिमिटेड भनेर इलिड किपचोकेले प्रुभ गराएदेखि चाहिँ म उनीहरूलाई चाहिँ फलो गर्छु। अनि मेरो घरको फ्यामिली मेम्बरहरूको स्ट्रगलबाट, मेरो मम्मी अजीहरूको हजुरआमाहरूको स्ट्रगलबाट चाहिँ र मेरो दाईलाई देखेर पनि उहाँहरू नै मेरो लागि आइडल हो। मेरो चाहिँ त्यस्तो छ, म एउटा खेलाडीलाई हेरेर चाहिँ म गर्दिनँ, किनभने म सबै पेसालाई सम्मान गर्छु। उहाँहरूको सबैको स्ट्रगल गरेर इन्सपायर भयो भने चाहिँ हामी त्यही कुराहरू हार बिहोर्दा पनि दुःखी हुँदैन रहेछ नि त। सधैँ सक्सेस मात्रै पाएको मान्छेलाई भोलि गएर सन्तोषी श्रेष्ठ भनौँ अरू होइन, एउटा आइडल बन्ने तपाईँको सपना जो पुरा हुँदैछ जस्तो लाग्छ मलाई, तैपनि अब पुरा होस् भन्ने अग्रिम शुभकामना पनि दिन चाहन्छु। बेलायतमा झन्डै लगभग 2 हप्ता बस्नुभयो होइन,
यहाँ बेलायतको समाजमा चाहिँ के देख्नुभयो, विशेष गरी युथहरूसँग नि तपाईँको कुराकानी भयो होला, सामाजिक सङ्घ संस्थाहरूले पनि तपाईँलाई सम्मान गरेको देखियो होइन, पक्कै पनि यहाँका नेपालीहरूसँग भेट भयो, युथहरूसँग भेट भयो होइन, कस्तो पाउनुभयो त नेपालको नेपाली र बेलायतमा बसेका नेपालीहरूमा? मलाई त युके आएँ लन्डनमा, मलाई म देश बाहिर छु भन्ने फिलै भएन है। अनि त्यो फिल भएन नेपालको नेपाली र यहाँको फरक। मलाई चाहिँ देश बाहिर छु भन्ने फिल भएन, त्यो अपनत्व महसुस गराउनु हो। मैले सोचेको थिएन मैले यहाँ नेपाली भाषा बोल्दै हिँड्न सक्छु होइन। अनि त्यसपछि नेपालीहरू यसरी भेट्छ, यस्तो कम्युनिटी एकअर्कालाई ग्रुप गर्ने, एकअर्कालाई चाहिँ सहयोग गर्ने होइन, सहयोगी भावनाको नेपालीहरू चाहिँ यहाँ हुनुहुन्छ भन्ने मलाई थाहा थिएन। मैले चाहिँ यहाँ सबै राम्रो राम्रो नेपालीहरू भेटेँ। सबै मान्छे राम्रो, सबै मान्छे नराम्रो त्यस्तो हुँदैन, सबैमा राम्रो नराम्रो पार्ट हुन्छ। नेपालमा बस्ने नेपाली र युकेमा बस्ने नेपालीमा फरक भनेको, अब युके भनेपछि उहाँहरू एकदम बिजी होइन, एकदमै हार्डवर्किङ, आफ्नो लागि समय छैन, त्यही अनुसार इकोनोमिकली पनि स्ट्रङ। उहाँहरूले चाहनुभयो भने अरूलाई सहयोग गर्न सक्नुहुन्छ हुँदो रहेछ र त्यत्रो दुःख गरेर पनि सहयोगी भावना ल्याउनु हुँदो रहेछ, देशप्रतिको माया त्यो देखेँ। नेपालमा चाहिँ अब नेपालमा बस्नेको चाहिँ आफ्नै पार्टको स्ट्रगल छ, सहयोग गर्ने मन भए पनि उहाँहरूसँग फाइनेन्सियली त्यति स्ट्रङ छैन। त्यही अनुसारको नेपाल त सबै एउटा नेपाली भयो, हामी कम्युनिटी फर्म गरौँ भनेर एकरूपता युनिटी त्यहाँ हुँदैन, अलिअलि टसलहरू हुन्छ, कन्फ्लिक्ट हुन्छ। यहाँ चाहिँ अलिक त्यस्तो कम देखेँ। अनि युथहरूमा हामी त आफ्नो आफ्नो आमा बुवासँगै बसिराख्यो भने माया गर्छ, त्यो त्यति भ्यालु थाहा हुँदैन नि देशको। र आमा बुवाबाट बाहिर बस्यो भने मेरो अनि आमा घरको याद आउँछ। जसरी तपाईँले आफ्नो गाउँ छोडेर काठमाडौँ आउनुभयो, पक्कै पनि तपाईँको गाउँघरको त याद आयो होला नि अनि होइन? एकदमै आउँथ्यो, धादिङको मान्छे भन्ने बित्तिकै ओहो बोल्न मन लाग्ने, ओहो भन्ने फिल हुन्थ्यो। त्यस्तै नेपालमा नेपालीहरू यहाँ चाहिँ युकेमा नेपाली भनेपछि ओहो भन्ने, त्यो चाहिँ एकदम फरक पाएँ सोसियल वर्कमा एकदम एक्टिभ भएको। अनि मैले चाहिँ त्यस्तो कुराहरू अनि सायद मैले सबै राम्रो राम्रो भेटेर पनि होला होइन, समग्रमा हेर्दा चाहिँ मैले एकदम राम्रो पाएँ। नेपालमा पनि राम्रो मान्छेहरू तर फरक छ परिवेश। हजुर, तपाईँ विदेश हिँडिरहनुहुन्छ होइन, यो एनआरएन भन्ने सुन्नु भएको छ, गैर आवासीय नेपाली संस्था भन्ने? सुनेको छु विदेशमा मैले, बस्ने तर नेपालीहरूको एउटा सङ्गठन होइन? हो सुनेको छु, तर त्यो सङ्गठनमा भएको त्यस्तो मान्छेहरू चाहिँ डाइरेक्टली म एनआरएनकै भनेर चाहिँ भेट्ने मौका पाएको छैन। अस्ति एकचोटि चाहिँ मैले भेटेको थिएँ जस्तो लाग्छ, अस्ति फार्म रोमा जाँदा। तर मैले सुनेको छु उहाँले यति काम गरिराख्नु भएको छ नेपालमा बाहिर बस्ने नेपालीहरूको लागि भन्ने कुराहरू मैले न्युजहरू फलो गरिरहेको छु। अनि एकदम ठुलो संस्थाको रूपमा हेर्छौँ हामीले चाहिँ एनआरएनलाई नेपालबाट। हुन त अहिले नै यो सोध्न अलिकति अर्ली होला तपाईँको लागि होइन, नेपालको राजनीतिक परिवेशलाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँले? नेपालको राजनीति पनि लाई चाहिँ म कसरी हेर्छु भने, राजनीति भनेको चाहिँ यति धेरै सबैभन्दा माथिको कुरा नै नीति नै राजनीति रहेछ। र मान्छे यसरी समाजमा सोसियलाइज भएपछि, ओल्ड भएर गएपछि, मैले पढेको आधारमा मलाई दाइले जे सिकाउनु भयो, पढाउनु भयो र विदेश घुमेको आधारमा राजनीति जस्तो माथि चाहिँ देशको लागि केही पनि छैन। र जति पनि सबैले बुझ्नुपर्छ, सबैले बुझ्नुपर्छ। तर नेपाल बाहिर मैले जति नेपाली भेटेँ नि, म प्राउड पनि फिल गर्छु, तर त्यति नै दुखी पनि हुन्छु। त्यसै नेपालकै राजनीतिले हो भन्ने हो, किनभने सायद नेपालको राजनीति चाहिँ स्थिर भएर अस्तव्यस्त नभई, अस्थिर नभई स्थिर भएर एकदम सिस्टमेटिक गएको भएर राजनीतिज्ञहरूले जो पार्लिमेन्टमा हुनुहुन्छ, राजनीति गरेर जो नेताहरू हुनुहुन्छ, पार्लिमेन्ट हुँदै मन्त्रालयसम्म पुग्नु भएको छ, उहाँहरूले अनेस्टली काम गर्नुभएको भएर आफ्नो कामलाई इज्जत गरेर त्यसको मान राखिदिनु भएको भए सायद हाम्रो देश अलि फरक नै हुन्थ्यो होइन। धेरै नेपालीहरू विदेशिनु पर्दैन थियो होला भन्न खोज्नु भयो। विदेशिनु नै पर्दैन थियो र नेपालमा हुने नेपालीहरूले त्यति धेरै दुःख कष्ट सहनु पर्दैन थियो र विदेश जान पाए हुन्थ्यो भनेर मेन्टल्ली विक हुन पर्दैन थियो र हाम्रो देश नेपाल चाहिँ सबै कुरामा समृद्ध हुन्थ्यो जस्तो लाग्छ। हो, म चाहिँ जे कुरामा नि आशावादी। अब बिस्तारै बिस्तारै राजनीति पनि राम्रो होस् होइन, अब एकदमै राम्रो विचार। अब हामी राम्रो होस्। कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। अब तपाईँलाई म के मात्र सोध्न चाहन्छु भने, तपाईँ एउटा महिला, त्यही पनि अब खेलकुदमा लाग्नु भएको महिला,
यो महिला भएकै कारणले र खेल क्षेत्रमा जानुभएको कारणले तपाईँले कतिको हेपाई पाउनु भएको छ? मैले चाहिँ पहिला पाएँ, अहिले त्यति छैन। अहिले अब त्यही हो, मैले भने जुन ठाउँमा नि गरेर अलिकति देखाएपछि त्यसमा हुल लाग्छ। त्यो राइट भयो नि रङ भयो नि होइन, भइसकेपछि त्यहाँ एउटा हुल लाग्छ भन्ने जस्तै मलाई सुरुमा चाहिँ आफैबाट नै ब्यारियर थियो। म त केटी मान्छे, कहाँ खेल्नु, कसरी लाउनु, ट्र्याक लाउन लाज मान्ने, कटुको त्यो कुरै छोड होइन, त्यो लुगाबाट नै ब्यारियर गरेँ। अनि कुद्ने अब हुँदैन, त्यस्तो हुँदैन। मलाई समाजले त्यसरी नै हुर्कायो, आफैबाट ब्यारियर थियो। पछि कुद्न थालेपछि केटी मान्छेले नि कुद्छ, बिहे गरेर जाने मेरो घरबाट नि सुनिन्थ्यो, समाजबाट नि हुँदैन, त्यो गरेर जिउ मात्रै। बिस्तारै कुदे, आफूले नै सङ्कल्प गरेपछि केटी मान्छे भएर कुदेर अनुहार बिगाऱ्यो। अरू खेलकुदमा त राम्रै हुन्छ नि, यो कुद्नेमा त कस्तो नराम्रो। डढेर चाउरी परेर लम्बिस। अनि 18-19 वर्षमै 40-30 वर्षको 40-50को देखिसक्यो दिदीहरू कति राम्रो छ। तिमी यस्तो अनुहारको कुरा होइन, केटी भएपछि अलिक अनुहारको कुरा नै आउँदो रहेछ। अब बिस्तारै त्योबाट पनि फेरि केटी भएपछि चाहिँ बच्चा पाउने त्यो कुराहरूसँग अर्को हिसाबको महिला स्वास्थ्यसँग पनि जोड्दो रहेछ होइन। अनि त्यो पाठेघर खस्छ, बिग्रिन्छ, तिमीलाई बिहे गर्दैन, बिहे गरे पनि बच्चा निसन्तान हुन्छौ, निसन्तान हुन्छौ, अथवा तिमीलाई एकदम पेन हुन्छ। अब मेन्सुरेसनमा पनि एकदमै हुन्छ नि, यो बिग्रिन्छ। तिमी पछि गएर केटी मान्छेको त अझ सबै कुरा वेक हुन्छ, तिमी चाहिँ कुप्रो हुन्छौ अथवा कुजो हुन्छौ, तिमीलाई चाहिँ दुख्दै जान्छ, तिम्रो लाइफ चाहिँ राम्रो हुन्न। केटी मान्छे भएर यस्तो गर्नु एकदम छाडा जस्तो पनि हो। अर्को कुरा हेल्थ वाइज चाहिँ राम्रो होइन भनेर भन्ने, त्यो चाहिँ फेरि कसैले त्यही अनुसार बुझ्नुभयो, कसैले चाहिँ मेरो चिन्ता लिएर भनेको। मैले जब पनि त्यो भन्नुहुन्थ्यो, किनभने मलाई सेफ गर्नको लागि चिन्ता लिएर चाहिँ मेरो राम्रो होस् भनेर भनेको। सो उहाँहरूलाई चाहिँ म अझै राम्रो गरेर देखाएर त्यो चिन्ताहरू चाहिँ भगाउँदै जान्छु भनेर सोच्थेँ। महिला भएर खेल्दाखेरि चाहिँ झन् हामी त बाटोमा कुद्नुपर्ने, बाटोमा मान्छेहरूले जिस्काउँथ्यो। म रात परेपछि, घाम डुबेपछि र घाम उदाउनुभन्दा अगाडि मात्र कुद्थेँ। त्यस्तो भोगेको छु होइन, जिस्काउने, अप्ठ्यारो, आफैलाई नै अप्ठ्यारो लाग्ने, बाटोमा जिस्काउने भएर। अनि बिहान भयो, त्यो त समाजले अथवा अरू खेलसँग आबद्ध नभएका अरूले जिस्काउने कुरा हो। तर खेलसँगै आबद्ध भएकोहरूमा त्यो महिला हिंसा चाहिँ कस्तो, कतिको छ? बिहोर्नु भयो कि भएन? यो मैले पर्सनली चाहिँ बिहोरिन, तर कतिमा महिला भएकै कुरामा मैले जित्दा नि अपर्च्युनिटी नपाउने, केटालाई नै प्रायोरिटी दिने, त्यस्तो खाले हिंसा नै भनौँ न। त्यो पनि एउटा विभेद, एउटा विभेद। त्यो विभेद चाहिँ मैले इन्डाइरेक्टली डाइरेक्टली सहे होइन। अब त्यसलाई मैले त्यस्तो ठुलो लादिनँ, प्रायोरिटीमा अब कसलाई राख्ने उहाँहरूको जिम्मा भयो। तर मैले चाहिँ भोग्नु परेन, तर पनि नेपाली खेलकुदमा भोग्नु पर्यो। किन मैले त्यही भएर आफूलाई सशक्त बनाउनु पर्छ, आफू अब्बल हुनुपर्छ, पढाइमा पनि अगाडि बढ्नुपर्छ भन्नुको कारण नै आफू सेफ हुन हो। किनकि म पढाइमा नहुने र यतिको सशक्त, यतिको आफूलाई अलिकति सेफ गरेर नहिँड्ने भए सायद म पनि हिंसामा पर्थेँ। र म चाहिँ लोभहरूमा तिमीलाई म यति यो दिन्छु भन्दाखेरि म त्यो कुराहरू अभोइड गर्थेँ। किनकि मलाई आजको केही कुराले चाहिँ मलाई त्यसले रोक्छ भने मैले चाहिँ त्यो अभावमै बरु धेरै कुरा आफै कमाउन सक्ने हुन्छु भन्ने मानसिकता ममा थियो। मलाई दाइले त्यस्तै सिकाउनुहुन्थ्यो। अनि म केटी मान्छे जसरी ट्रिट गर्नुहुन्थ्यो, तर मलाई उहाँले चाहिँ के छ त समाज भनेर समाज बुझाउनु भएको थियो। त्यो अनुसार मैले चाहिँ भएँ, त्यसको लागि चाहिँ म ब्लेस्ड भन्छु होइन। तर मेरो कति साथीहरू छ कि महिला हिंसा पनि खपेको, र कति न्युजहरू आयो होला, कति त्यत्तिकै गुमनाम भयो। तर उनीहरूको लागि चाहिँ होइन, यो नगर त्यो नगर भन्दा नि आफू सेफ भयो भने, आफूमा प्रोटेक्सन भयो भने कसैले केही गर्न सक्दैन। तर पनि कहिलेकाहीँ चाहिँ नराम्रो मान्छेहरूले चाहिँ आफू सेफ हुँदै पनि गर्छ। त्यसको लागि चाहिँ प्रिपेयर हुनुपर्छ। हुन्छ, सबै फिल्डमा महिला हिंसाको कुरा थियो, तर फेरि पनि भन्छु सुधार भइरहेको छ अहिले, एकदमै कम, एकदम सम्माननीय, एकदमै सकारात्मक सोचकी धनी हाम्रो खेलाडी, अब भनौँ न नेसनल धाविका, गोल्डन गर्ल भनौँ होइन, सन्तोषी श्रेष्ठको तपाईँको सबभन्दा मलाई मन परेको पक्ष चाहिँ हरेक कुरामा पोजिटिभ तरिकाले हेऱ्यो भने सक्सेस चाहिँ त्यहीँ छ भन्ने कुरो चाहिँ देखाएर हरेक कुरामा हामीले ट्राई चाहिँ गर्नुपर्छ कि हरेक क्षेत्रमा, र त्यो पनि समय अनुसार
चल्न सक्यो र समयलाई प्रायोरिटाइज गर्न सक्यो भने पक्कै पनि सन्तोषी श्रेष्ठ हुन सकिन्छ भन्ने एउटा उदाहरण तपाईँले प्रस्तुत गर्नुभएको छ। त्यसलाई हेरेर सुनेर देखेर आजका युवाहरूले सबैले सन्तोषी श्रेष्ठ हुन चाहन्छन् भन्ने मैले विश्वास गरेको छु। यो तपाईँ भोलि नेपाल जाँदै हुनुहुन्छ, यो एकदम हतारको समयमा पनि तपाईँको अमूल्य समय दिनुभयो र हामीसँग कुराकानी गर्नुभयो र विशेष गरी यो युथहरूलाई एउटा बुटीको रूपमा यो सन्देश जान्छ भन्ने मैले विश्वास गरेको छु। यो साथको लागि तपाईँलाई धेरै धेरै धन्यवाद अनि बेलायतमा तपाईँलाई स्वागत पनि, र अब आज नै तपाईँलाई म बिदा पनि गर्न चाहन्छु। यो साथको लागि तपाईँलाई धन्यवाद। धेरै धेरै धन्यवाद सबैजनालाई, धन्यवाद। आज हामीसँग हुनुहुन्थ्यो लन्डन म्याराथनमा नयाँ रेकर्ड कायम गर्न सफल नेपाली राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठ। उहाँसँगको कुराकानी हामीले सकिसकेका छौँ। आदरणीय दर्शकवृन्द, आजको लागि एफएनजे संवादको यो श्रृङ्खला यति नै। आजको यो बसाइबाट यहाँहरू सबैबाट म बिदा हुन्छु। नमस्ते।